अलराइट, अब ट्रेडिङ सिक्ने त भनियो होइन, तर सुरुवातमा सबसे भन्दा ठुलो समस्या के हुन्छ भन्दाखेरि कुन चाहिँ प्लेटफर्म हामी युज गर्ने होइन। धेरै जसो बिगिनर्सहरूको पनि क्वेसनहरू धेरै जसो यही हुन्छ होइन। इन्टरनेटमा पनि धेरैवटा ट्रेडिङ प्लेटफर्म्सहरू छन् जसले गर्दा चाहिँ बिगिनर्सहरूलाई अलिक कन्फ्युजन हुनसक्छ। अब यदि त्यो कन्फ्युजन पनि तपाईँहरूलाई छ भने नडराउनु होला। म दुईवटा यस्तो प्लेटफर्म तपाईँहरूलाई आज भन्न गइरहेको छु जो कि एकदम बिगिनर फ्रेन्डली पनि छ। प्रोफेसनल ट्रेडर्सहरूले पनि सुरुवात गर्ने यहीँबाट हो र यो एकदम बिगिनर फ्रेन्डली पनि छ र पर्सनली मैले पनि यहीँबाट आफ्नो ट्रेडिङको सुरुवात गरेको थिएँ। सो यो भिडियोलाई अन्त्यसम्म हेर्नु होला, तपाईँहरूलाई नै फाइदा हुन्छ। नमस्कार साथीहरू, मेरो नाम हो अभ्युदय शर्मा, तपाईँहरू हेर्दै हुनुहुन्छ एएस ट्रेडर। सो विदाउट एनी फर्दर डु लेट्स गेट स्टार्टेड विथ द भिडियो। अलराइट गाइस, अब सो हाम्रो पहिलो प्लेटफर्म चाहिँ ट्रेडिङ भ्यू हो है। सो ट्रेडिङ भ्यूको चार्ट तपाईँले फर्स्ट टाइम खोल्नु भयो भने चाहिँ अब यस्तो त देख्दैन होइन, किनभने यहाँ धेरै जसो बक्सहरू लगाएको छ होइन। अब यो बक्सहरू चाहिँ तपाईँले सुरुमा चाहिँ इन्स्टल गर्नु भयो भने ट्रेडिङ भ्यू यस्तो खालको बक्स चाहिँ आउँदैन, किनभने तपाईँले यहाँ इन्डिकेटर्समा एउटा तपाईँले एफएक्स एन्ड एसिया सेसन रेन्ज भन्ने एउटा तपाईँले इन्डिकेटर अन गर्नुपर्ने हुन्छ। अब यदि तपाईँले नाम याद भयो भने म तल डिस्क्रिप्सनमा पनि हालिदिउँ होला है। अब यो एसिया सेसन रेन्ज चाहिँ तपाईँले क्लिक गर्नुभयो भने चाहिँ यस्तो खालको चाहिँ तपाईँहरूको यो देखाउँछ है। अब ट्रेडिङ भ्यू चाहिँ खास गरेर हामी चार्ट्सहरू हेर्नलाई मात्रै युज गर्छौँ है। अब यसमा रियलमा चाहिँ ट्रेड एक्जिक्युट गर्न चाहिँ हामीलाई मिल्दैन। अब कुनै ब्रोकर्सहरू हुन्छ होइन जसले ट्रेडिङ भ्यूमा पनि ट्रेड एक्जिक्युट गर्न दिन्छ, तर 90% अफ द प्रोफेसनल ट्रेडर्सहरू चाहिँ यो ट्रेडिङ भ्यूलाई चाहिँ चार्ट्स हेर्नलाई मात्रै युज गर्छन् है त। तर यदि डेमो अकाउन्टमा चाहिँ तपाईँ हुनुहुन्छ भने चाहिँ यसबाट चाहिँ मजाले ट्रेड एक्जिक्युट गर्न मिल्छ। म पनि अब फर द पास्ट 2 to 3 months आई बिन युजिङ दिस है त। अब तपाईँहरूले यहाँ टाइम फ्रेमको बारेमा चाहिँ म एकदम भन्न गइरहेको छु। टाइम फ्रेम इज वान अफ द मोस्ट इम्पोर्टेन्ट फिचर्स इन ट्रेडिङ है। यो चाहिँ अब 1 मिनटको टाइम फ्रेम भयो होइन, जसमा तपाईँहरूले हेर्नुहुन्छ कि ट्रेड आर अब क्यान्डलस्टिक चाहिँ हल्का सानो अनि धेरै हुन्छ। 5 मिनटको टाइम फ्रेम पनि अलमोस्ट उस्तै नै छ। र म चाहिँ के रेकमेन्ड गर्छु भन्दाखेरि 15 मिनटको टाइम फ्रेम इज द मोस्ट स्टेबल वान यदि तपाईँहरू ट्रेड लिनुहुन्छ भने। र यो चाहिँ भयो 30 मिनटको टाइम फ्रेम, यो चाहिँ यस्तो देख्छ। अनि त्यसपछि 45 मिनट्सको टाइम फ्रेम। अब यो टाइम फ्रेमसँग चाहिँ के रिलेटेड छ त्यो म अब आउने फ्युचर भिडियोजहरूमा म त्यो कभर गर्ने नै छु है। अब जाउँ यति पार्टहरूमा है त। अब यो क्रस भनेको चाहिँ तपाईँले चार्ट्सलाई यताउति यसो गर्न मिल्छ। अब यदि माउसको तपाईँले यसो गऱ्यो भने चार्ट जुम पनि हुन्छ। यहाँबाट यसो गर्ने, यहाँबाट जुम गर्नु भने लम्बिन्छ छोटिन्छ, र यहाँबाट यसो गरेर चाहिँ हरिजेन्टली लम्बिन्छ छोटिन्छ, र यहाँबाट चाहिँ तपाईँले जुम गर्नुभयो भने भर्टिकली लम्बिन्छ र छोटिन्छ है त यसरी। अब तपाईँहरूलाई कसरी सजिलो लाग्छ त्यही अनुसार तपाईँ गर्नु होला है। अब यो फिचर भनेको चाहिँ तपाईँको ट्रेन्ड लाइन्सहरू ड्र गर्ने भयो होइन। अब यदि तपाईँहरूलाई लाग्यो कि ट्रेन्ड लाइन्सहरू ड्र गर्छु, फर इक्जाम्पल अब यहाँबाट यसरी ट्रेन्ड लाइन्सहरू ड्र गर्यो है, यहाँबाट यसरी ट्रेन्ड लाइन्सहरू ड्र गर्नुभयो भने चाहिँ तपाईँलाई सजिलो हुन्छ है ट्रेडिङको एउटा स्ट्राटेजीहरू बनाउनलाई। अहिलेकोलाई चाहिँ म यसलाई डिलिट गरिदिन्छु, सरी। अहिले चाहिँ तत्काल म यसलाई डिलिट गरिदिन्छु है। अनि अब फिफ्थ रिट्रेसमेन्ट यिनीहरूको केही पनि काम छैन, यिनीहरूको पनि केही काम छैन। अब मेन चिज भनेको चाहिँ यो लङ पोजिसन र सर्ट पोजिसन। अब यिनीहरूलाई मात्रै ध्यान दिनु होला, यिनीहरू सबै जायज भाँडामा अहिलेको लागि है। लङ पोजिसन अब यदि तपाईँले जान्छ कि यहाँ लाग्यो कि मार्केट यहाँबाट माथि जान्छ भनेर तपाईँले यसरी यहाँ लङ पोजिसन यसरी तपाईँहरूले सेट गर्न सक्नुहुन्छ। सरी, यहाँ यसरी सेट गर्न सक्नुहुन्छ। यहाँबाट कतिसम्म जान्छ यसरी गरेर छ। अब यदि तपाईँलाई लाग्छ यहाँबाट मार्केट तल जाँदैछ भने चाहिँ तपाईँहरू चाहिँ अब यहाँबाट सर्ट पोजिसन लिनु होला। यहाँबाट यसरी गऱ्यो, यसको चाहिँ ठ्याक्क उल्टो हुन्छ सर्ट पोजिसन चाहिँ। अब यहाँबाट सर्ट पोजिसनमा चाहिँ तपाईँहरू जानुभयो भने चाहिँ यसको ठ्याक्क उल्टो हुन्छ। तपाईँहरूको प्रफिट यहाँबाट यसरी बनाउन सक्नुहुन्छ र यसरी चाहिँ तपाईँहरूले यसरी प्रफिट बनाउन सक्नुहुन्छ है त। अब यदि मार्केट तल गयो भने है त। अब यति नै हो, अब यति चाहिँ छ। र अब मेन चिज चाहिँ यो हो। अब यो वाला फिचर चाहिँ तपाईँहरू याद गर्नु होला। यसले चाहिँ यहाँ बनाउन सकिन्छ रेजिस्टेन्स र सपोर्ट है त। र मेरो धेरै जसो ट्रेडिङ स्ट्राटेजी पनि यो सपोर्ट एन्ड रेजिस्टेन्सकै आधारितमा बेस छ।
म चाहिँ धेरै जस्तो कुन चाहिँ स्ट्राटेजी युज गर्छु भन्दाखेरि अब यदि सपोर्ट पोइन्टको बिचमा यहाँ क्लिन क्यान्डलस्टिक ब्रेकआउट भयो भने चाहिँ म सेलतिर लाग्छु र यदि यो रेजिस्टेन्सको पोइन्टको माथि क्लिन क्यान्डलस्टिक क्लोज भयो भने चाहिँ म धेरै जस्तो बाई गर्ने प्रिफर गर्छु है त। मेरो धेरै जस्तो स्ट्राटेजी पनि यसमै बेस्ड छ है त। अब ट्रेडिङ भ्यूमा चाहिँ तपाईँहरूको यति नै भयो। इन्डिकेटर्सको बारेमा मैले तपाईँलाई भनिदिइहालेँ, टाइम फ्रेमहरूको बारेमा तपाईँलाई भनिदिइहालेँ। म चाहिँ खास अब धेरै जस्तो गोल्डमा ट्रेड गर्छु, XAUUSD भन्छ अहिले ट्रेडिङको भाषामा है। त्यो पनि तपाईँहरू याद राखिरहनु होला। अब चाहिँ जाउँ यहाँ ओपन प्यानलमा चाहिँ तपाईँको पुरा हिस्ट्री हुन्छ। अब एज यु क्यान सी कि $100,000 मैले पहिला अकाउन्ट बनाएको थिएँ, यो डेमो अकाउन्ट बनाएको थिएँ पेपर ट्रेडिङबाट। अब यसमा चाहिँ सब यो अर्डर हिस्ट्री भयो, ब्यालेन्स हिस्ट्री भयो है। अब तपाईँले कतिको प्रफिट गर्नुभयो, कतिको लस गर्नुभयो, सबै रेकर्ड्सहरू यहाँ ओपन हुन्छ है त। सो ट्रेडिङ भ्यूमा चाहिँ तपाईँको यति नै हुन्छ है त। अलराइट गाइस, अब हाम्रो दोस्रो प्लेटफर्म चाहिँ छ ट्रेडिङको विच इज ट्रेड लकर है। ट्रेड लकरमा चाहिँ अब मेन हाम्रो ट्रेड एक्जिक्युट हुने भनेको चाहिँ यहाँबाट हो होइन। अब म चाहिँ तपाईँलाई ट्रेड कसरी एक्जिक्युट गर्ने त्यो चाहिँ म तपाईँलाई यहाँ ट्रेड लकरबाट सिकाउने छु। अब ट्रेड लकर पनि अब यदि एट फर्स्ट ग्लान्स तपाईँले हेर्नुभयो भने चाहिँ अलिअलि ट्रेडिङ भ्यू जस्तै छ होइन। यहाँ तपाईँले सिम्बल पनि देख्दै हुनुहुन्छ, चार्ट बाई ट्रेडिङ भ्यू भनेर होइन। यो भनेको ट्रेडिङ भ्यूकै एक्सटेन्डेड भर्जन पनि भन्दा हुन्छ है यसलाई। अब यहाँ पनि ठ्याक्क त्यस्तै खालको टाइम फ्रेमहरू छ। तपाईँ कुन चाहिँ टाइम फ्रेममा ट्रेड गर्नुहुन्छ त्यसलाई यहाँ स्टार लगाइदिनु होला। र एउटा कुरा चाहिँ तपाईँले के नोटिस गर्नुहुन्छ भन्दाखेरि त्यो एसिया सेसनको इन्डिकेटर चाहिँ ट्रेड लकरमा डाइरेक्टली लगाउनु मिल्दैन। अब त्यो एकदम लफडाको काम हो, त्यो चाहिँ म तपाईँलाई अहिले सिकाउँदिनँ है त। अब मेन चाहिँ ट्रेड कसरी लिने भने चाहिँ तपाईँको चाहिँ यहाँ अर्डर प्यानल भनेर देख्नुभयो होला है। अर्डर प्यानलमा चाहिँ तपाईँहरू चाहिँ यसरी देख्न सक्नुहुन्छ है। अब यहाँ चाहिँ तपाईँ अब कति लट्स बेच्न चाहनुहुन्छ होइन। मैले चाहिँ यहाँ म चाहिँ यहाँ लिन्छु 0.1 लट्स है। 0.1 लट्स लिइसकेपछि अब बाई कि सेल गर्ने यसमा क्लिक गर्नु होला। र टेक प्रफिट चाहिँ तपाईँ अब कहाँसम्म राख्नुहुन्छ त्यो यहाँ लोड भइरहेको छ। र यति नै हो। अब कहाँ गयो फेरि र यो स्टप लस र टेक प्रफिट चाहिँ तपाईँ कहाँसम्म चाहिँ गर्नुहुन्छ त्यो चाहिँ तपाईँको इच्छा हो है। टेक प्रफिट चाहिँ म चाहिँ यसरी ड्र्याग गरेर यहाँ माथिसम्म पुर्याउँछु, यतिसम्मको चाहिएको छ भने यतिसम्मको चाहियो। र स्टप लस चाहिँ म यति तलसम्म ड्र्याग गर्छु है त। सो एज यु क्यान सी राइट नाउ आई एम इन प्रफिट है। त्यसपछि यो बाई भन्ने बटनलाई छोडेर हामी चाहिँ यसलाई यतिकै छोडिदिन्छौँ। अब यदि क्विट गर्ने हो भने चाहिँ तपाईँले यो क्रस बटनलाई यसरी प्रेस गर्नु होला र ट्रेड आफै क्विट भइहाल्छ है त। क्लोज पोजिसन, यहाँ पोजिसन क्लोज भनेर पनि आइसकेको छ है। यो अर्डर प्यानलबाट चाहिँ हामीले यहाँ ट्रेड लिनुभयो है त। अब यो पनि एज अ ट्रेड लकर मेरो पनि यो डेमो अकाउन्ट नै हो है। अब यसमा पनि तपाईँहरूको सेम यस्तै अर्डर प्यानल भनेर यहाँबाट चाहिँ छ। अब तपाईँहरू पनि अब यहाँबाट चाहिँ यसरी गर्न सक्नुहुन्छ। अर्डर प्यानल यो भयो तपाईँको, अनि ट्रेड प्यानल चाहिँ तपाईँको यहाँबाट यसरी खोल्छ। सो एज यु क्यान सी मैले भर्खरै अलिकति $48 को जति प्रफिट बनाइसकेको छु। र यदि क्लोज गर्ने हो भने यहाँबाट यसरी पोजिसन यहाँ क्लोज भइसक्यो है। यसले चाहिँ यहाँ हल्का लोड हुँदो रहेछ, चाहिँ म अलि चाहन्न। सो हाम्रो चाहिँ यस्तो हुन्छ ट्रेड लकर है त। तपाईँले पोजिसन पनि यहाँबाट यसरी लिन सक्नुहुन्छ है त। र फेरि यहाँ क्लिक गरेपछि यो ट्रेड्स प्यानलहरू सबै जान्छ है त। ल मैले तपाईँलाई राम्रोसँग अब बुझाइसकेँ है त। राइट गाइस, सो आजको लागि चाहिँ यो भिडियोमा यति नै। अब यदि तपाईँलाई यो भिडियो मन पर्यो भने यसलाई लाइक गर्नु होला, सेयर गर्नु होला आफ्नो साथीहरूसँग, र मेरो च्यानल एएस ट्रेडरलाई चाहिँ सब्सक्राइब गर्नु होला। टिल देन किप लर्निङ एन्ड किप एक्सप्लोरिङ। जय नेपाल।